हेलो 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 एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई फेरि पनि यो मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी क्लास सकिएर यसो घुम्न जाउँ भनेको। अनि तोमो के अरे तोमो दाछीहरूको वेटिङमा बसिरहेको। अहिले तोमो दाछीहरूले बोलाउनु भयो। तोमो दाछी भनेको चाहिँ साथी हो है, हामी जाँदैछौँ भेट्नुलाई। तपाईँहरूलाई देखाएको छ है त, हिमा चाहिँ टिक चाहियो। यहाँ तोमो दाछीहरूले फोन गरेर बोलाएछ। हामी यता उता वारीपट्टि थियौँ, उनीहरू यता पारिपट्टि छ जस्तो छ। हामी चाहिँ अब यसो गएर हामी घुम्नेछौँ, तपाईँहरूलाई चाहिँ हामी देखाउनेछौँ है त। हेर्दै गर्नु होला साथीहरू। के गर्नु साथीहरू, चाहिँ ठाउँ थाहा नभएर यहाँ दिमाग खराब सोधेको यहाँ म्यामले स्यान्डल लाउनु भएको भएन। अब चप्पल किन्ने अरे यता सुन्ता हो पन्जाबी जुत्ती भनेको, पन्जाबी जुत्ती भनेको। हामी यहाँ सिम्पाल पोखरी खोज्दा यहाँ 1 घन्टा भइसक्यो। क्लासबाट 1 बजी निस्केको हामी। यहाँ अहिले कति बजिसक्यो, अब 2 बज्न लागिसक्यो। 2 बजिसक्यो यहाँ सिम्पाल पोखरी खोज्दा बल्ल तल एउटा अङ्कललाई सोधेर अब त्यो लोकेसनमा हामी जाँदैछौँ साथीहरू। साथीहरू चाहिँ त्यही हुनुहुन्छ, हेर्न सक्नुहुनेछ है त। म कुन चाहिँ साथी रहेछ भने तपाईँहरूले हेर्न सक्नुहुन्छ। एकदम सरप्राइज है, तपाईँहरूले चाहिँ सायद कतिले चिन्नुहुन्छ होला, कतिले चिन्नुहुन्न होला। मेन डाइरेक्टर साथीहरू पनि फेरि हाम्रो त यस्तो साथीहरू होइन, हेर्नु होला को रहेछ भनेर है त। हामी जाँदैछौँ यस्तरी। म्यामको खुट्टा बहुत दर्द हो रहा है। 1 घन्टा भइसक्यो हिँडेर। जाँदैछु साथीहरू, हेर्नु होला अन्तिमसम्म हेर्नु होला हाम्रो भिडियोलाई हेरेर। फाइनली हामी आफ्नो डेस्टिनेसनमा आइपुग्यौँ साथीहरू। तपाईँहरूले हेर्न सक्नुहुनेछ हाम्रो मेन साथीहरू, स्पेसल साथीहरू हेर्न सक्नुहुन्छ। उहाँहरू हुनुहुन्छ हामीलाई 1 घन्टा दौडाएर यहाँ मजाले बस्दै हुनुहुन्छ। अनि हामी यहाँ किमा नुडल्स खान आएको। यहाँ सोनी तामाङले खानु भएन अरे, उहाँले खानुभयो रहेछ, मैले नि खाएको। तर विडम्बना यस्तो रहेछ, पढ्नुहोस्। अब हामी जाने रोनी। ल हामी चाहिँ यहाँ डुल्दैछौँ, यहाँ किमा नुडल्सको पसल खोज्दैछौँ हामी। आँगम चप्पल डुबेर हुँदैन कङ्ना जिरो। साथीहरू फाइनली हामी चाहिँ किमा नुडल्स खाने ठाउँमा आइपुगेका छैन। कहाँ हो किन पुरै 4 तलब चढेर आयो हामी त यहाँ। लाफिङ खाँदै कस्तो टेस्टी, एकदम टेस्टी, मिठो। फाइनली किमा नुडल्स पनि आइसक्यो हाम्रो। कस्तो छ, मिठो। लु अब हामी खानेछौँ साथीहरू। ल साथीहरू हामी चाहिँ जू घुम्न आएको, टिकट काटिसकेका छौँ। 500 यताबाट यहाँबाट रहेछ हामी जाने। तल से भयो। ल फाइनली हामी जूभित्र पसिसकेका छौँ साथीहरू। तपाईँहरू हेर्न सक्नुहुन्छ, तपाईँहरूलाई चाहिँ देखाउनेछौँ।
खुट्टा अड्केर के छैन हामी कतैबाट जाउँ पहिला कताबाट यस्तो नै घुमेर आउने हो कि सिन्जेत वा सिन्चुम लिएर तपाईँ मेरो कपाल बिग्रेर केही छैन हामी चाहिँ यस्तरी घुम्न आएको अघि चाहिँ साथीहरूकोमा गयौँ साथीहरूसँग भेट भयो कि नुडल्सहरू खायौँ अनि अहिले चाहिँ यसरी घुम्न आएका छौँ अहिले चाहिँ हामी जूभित्र बसेका छौँ हामी दुईजना मात्रै उहाँ दुईजनाको चाहिँ बच्चाको स्कुल छुट्टी भएर रहेछ अनि त्यही भएर जानुभएको छ त्यसो भएर हामी दुईजना मात्रै दुईजनै रङ्गी चङ्गी रमाइलो गर्दै दुईजना भएपछि कोही चाहिँदैन यस्तो खेल्दैछ हो यो दुईजना रङ्गी चङ्गी हामी चाहिँ यसरी घुम्न आएको तपाईँलाई कस्तो फिल हुँदैछ फर्स्ट टाइम काठमाडौँको जूमा आउँदाखेरि एकदम खुसी भइरहेको छु म त आज जूमा आएर अनि एकदम रमाइलो भइरहेको छ हो ए मलाई नि हल्का हल्का रमाइलो हामी चाहिँ नाच्दाहरू खेल्दै छौँ के अनि यहाँ कस्तो के खुट्टा दुखिरहेछ हल्का हिल्लाएको उहाँले पनि हिल्लाउनु भएको थियो अनि यहाँ खुट्टा दुखेर न्यू चप्पल किन्नु भएको खतरा रहेछ सोनी त हौ बार्किनी खतरा गर्ने रहेछ 11.5 भनेको चप्पल उसले कतिमा 850 मा लिएर आउनु म त सक्दैन हो छोडेर ए हामी चाहिँ अब यहाँ बाघ भएको ठाउँमा आइपुगेको छौँ बाघ भएको ठाउँमा ल साथीहरू हेर्नुहोस् त बाघ यस्तो चाहिँ सुतिरहेको छ बिचरा घाम तापिरह बडो त्यो पछाडि ओ माई गुडनेस बाघ यदि अचानक यो बाघ यहाँबाट बाहिर आयो भने के गर्नुहुन्छ बाघ चुसकेसम्म बाघ आयो भने त दौडिने पनि छैन म त झन् सपनामा बाघले लखडेको सपना देखेको थियो आज झन् ट्याक्कै बाघ भएको ठाउँमा आइपुग्यो हामी ओइ जगाउँदैछ ओइ एउटा म छोड्नु दुइटै झगडा हुँदैछ के गर्ने साथीहरू बाघले लखटेर स्कुलले मुटु नै हरायो कता हरायो फेरि चाहिँ बाघ भएको ठाउँमा जाँदैछ कहाँ खस्यो मेजु वा म त्यो खुट्टाको मुनि रहेछ You find it? Yes. Your rubber to rubber. के कुरा गर्न तिता मिठाहरू आज पहिलोचोटि हामी काठमाडौँ आएको यहाँ आएको चाहिँ हामी ट्याक्कै भएको 1 महिना 1 month 1 week हैन 1 महिना 1 हप्ता जति भएको त्यत्रोमा हामी चाहिँ फर्स्ट घुमाइ चाहिँ हाम्रो यो जू हाम्रो फर्स्ट चोइस चाहिँ जू रहेको छ हामी घुम्दैछौँ यस्तरी साथीहरू तपाईँहरूलाई देखाउँ म त्यहाँ हेर्नुहोस् मङ्की होइन मजा गरेको थाकिसक्यो हो भने आज त 1 बजेदेखि हिँडेछु भने यता जाउँ गएँ थ्याङ्क यू गाइस तपाईँहरूले हाम्रो भिडियोलाई हेरिदिनु भयो आजको भिडियो चाहिँ यतिकैमा रहनेछ तपाईँहरूले चाहिँ हाम्रो भिडियोलाई हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ